हेलो साथीहरू, नमस्कार। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज हामी चर्चा गरौँ नेपाली टेलिसिरियल सीताको बारेमा। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। जगतको पहिलाको व्यवहारले सीताको मन साह्रै कठोर भएछ साथीहरू। त्यति धेरै माया गरेर दाजुबहिनी लिन आउँदा पनि सीताले म जान सक्दिनँ भनेर पठाइदिन्। घर परिवार बुझ्ने भए पनि श्रीमान नबुझ्ने हुँदा त गाह्रो हुँदो रहेछ त साथीहरू। सृष्टिलाई घर पठाएर जगत फेरि पनि सीतालाई फकाउन र घर लिएर आउँछु भनेर सृष्टिलाई घर पठाएका छन्। रमेशले सीतालाई फकाएपछि अब जगतसँग सीता जान्छन् होला त। हजुरहरूलाई कस्तो लाग्छ साथीहरू? मलाई त खै सीता खासै मन फर्काएर जगतसँग जान्छन् होला जस्तो लाग्दैन। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला। रमेशले फकाउँदा पनि सीता जान मानिनन्। अब अर्को एपिसोडमा के होला त साथीहरू? जान्नको लागि पुरा भिडियो हेर्नु होला। उता अब अनु र रमेशले पनि गाई बस्तु फार्म खोलेर नै बिजनेस सुरु गर्ने भएका छन् त। हजुरहरूलाई कस्तो लाग्छ? सुझाव दिनको लागि कमेन्ट गर्न नभुल्नु होला। मलाई त साथीहरू सीताको मन साह्रै कठोर भएकाले अब जगतसँग सीता जान्छन् होला जस्तो लाग्दैन कि जगतले फकाएर लान सक्छन् त साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ नि? मलाई त सीताको मन साह्रै दरो गरी ढुङ्गालै बने जस्तो लाग्न थाल्यो अहिले त। त्यस्तै अवस्था पनि बनाइदिए जगतले। के होला त साथीहरू? कमेन्ट गर्नु है। सुझाव सल्लाह दिनु होला। हुन त अब जगत सुध्रिएर आइसकेका छन्। अब सीता जाँदा पनि उनीहरूको घर व्यवहार त राम्रै हुन्थ्यो होला। अब त जगत साह्रै बुझ्ने भएर आएका छन् जस्तो लाग्छ मलाई त। 6 महिनाले पनि जगतको जिन्दगीमा त राम्रै काम गरे जस्तो छ। अब सीता र जगत मिलेर बसेको हेर्ने मन छ। हजुरहरूलाई के छ त साथीहरू? म मिलेर बसेकै हेर्न मन होला नि हजुरहरूलाई पनि। छ भने छ, छैन भने छैन भनेर कमेन्ट गर्न नभुल्नु होला। हस् त, धन्यवाद।